हेलो रोजर रोजर अहिले साउन्ड चेक रोजर। आजको अब चाहिँ टुर चाहिँ अब सुरु भयो है, स्टार्ट यहाँ कम्पनी भएर होइन। कता कता घुमिन्छ के गरिन्छ सकेसम्म सब कैद गरेर ठ्याक्क लाएर आउँछ। लाइक कमेन्ट सेयर गरौँ साथीहरू होइन। यो चाहिँ अब भ्लगिङ जस्तो नि हुने भयो, लामो भयो भने चाहिँ युट्युबमा पनि आउनु सक्छ। सुरु अब पहिला चाहिँ यो स्कुटरबाट सुरु गर्ने हो कि आफ्नै स्कुटरबाट सुरु गर्नु पर्ने कसो कुरो होइन। बुढीको खुसी, बुढी पुरा खुसी हुन्छ। मेरो त आए बट्टाबाट आउँछ है, बुटुक नै आउने हो साथी हो होइन। राजुलाई के गर्ने, के खिच्ने त यसैमा हाल न यार, यहीँ बसेछु के गर्छ। घन्टी पनि सुकिसक्यो। सन्चनी सन्चनी फापायो उन छिमिसो हो फापा मेन्दु खेच्न आयो ल। नेम ट्याग लाग्यो है, नेम ट्याग गाह्रो छ यार। नेम ट्याग लाग्यो होइन। अब यहाँ एक ग्रुप बाँधेर आज लाने चाहिँ कहाँ लाने हो रे? पासा भर्खरै आइपुग्यो, फेरि ऊ कुदी आइपुग्छ फेरि। यो सामान आउँदैन त्यति। हाम्रा ग्रुपका केटाहरू चाहिँ यता छन् है जम्मा भएर सब भेलढेला पनि अँध्यारो आउँदो रहेछ भित्र, गाह्रो छ। आजको भ्लग बनाउनु पर्यो नि केटाहरू। के कुरो सबैजना साथीहरू छाल छावा देऊ। ए राजु अझै खाए छोटो के खा कोला सन्चनी झाल पोको इच्छो खिच्यो खेच्न आयो। 위사람은 법무부에서 주관하는 2025년 사회통합 프로그램 4단계 과정에서 성실한 학습 태도와 근면한 정신으로 한 학기 동안 개근을 하였기에 이상장을 드립니다. 2025년 6월 사장님 괜찮아요? 소피아 외국인 센터 센터장 오소피아. 자 다음. 여기 4단계 판데이. 매우 같습니다. 맞습니다. 오케이. 저 잘 나오고 있어요. 좋아. 됐죠? 3단계에서는 지난 23일 날 이 표창장을 다 나눠줬어요. 개수장하고. 자 여기 3단 상위 높은 학급 기자 밀려네. 이거 비행을 밀려나? 네, 이렇게. 일로 오세요. 여기 이렇게 하고. 선생님. 오케이. 다 같이 먼저 오케이. 스톱. 잘 나왔어요. 잘 나왔어요. 그 비디오도 나왔어요. 사진도 나왔어요. 저기 가서 됐어요? 군수님 모셨네요. 자, 군수님 모셨습니다. 박수. 박수. 여러분들 모두 송금 전달 256개가 있는데 그중에서 여러분과 같이 외국인하고 저희 외국인하고 비율을 따지면은 우리 외국인이 가장 많이 사는 군이 바로 음성군이에요. 그래서 우리 고수피아 센터장님 하고 여러분들 늘 소통하고 계시는데 박수.
예, 저희는 이제 차가 저 예, 뒤에 예. 있어서 뒤에 있어요. 예, 예, 단계별로 해갖고 저희 차가 저거 좀 챙겨줘. 좀 따라봐. 저기 프랭카드. 예, 좀 기다려. 다음이야. 보자. 그리고 마지막으로 우리 여러분들을 위해서 열심히 수고하신 분들 계시죠? 3단계 이진석 교수님. 자, 2단계에서 3단계에 올라오신 분들 이번 7월 달에 이거 있죠? 신청 빨리 해서 소피아 외국인 센터로 오시기 바랍니다. 기다릴게요. 네, 인사 한 말씀. 친구들한테. 아세요. 괜찮아요. 빨리. 안녕하세요. 오늘 재미있게 다녀왔으면 좋겠습니다. 얘들아, 1단계는 이번에 시험에서 100% 합격이야. 100%. 여러분들 축하드리고 이제 0단계 다시 시작할 거야. 다음 주에. 그래서 여러분들 주변에 친구들 0단계 공부하고 싶어요 하는 친구들 있으면 선생님한테 아니면 우리 소피아 센터장님한테 연락하세요. 그래서 신청해야 돼. 그래서 아직 여러분 잘 모르니까 아이디도 만들고 그다음에 여러분 알죠, 그죠? 이렇게 신청해야 되니까 연락 주세요. 자, 다음에 또 봐요. 예. 거기 그냥 틀어놨어. 마이크 아무거나 해. 원장님 춤을 주세요. 자, 몇 명이에요? 자, 마을이죠? 몇 명이에요? 39명. 선생님하고 다 쳐서? 2명 치면. 오 마이 갓. सुरु गरौँ ल कहाँ छौँ रे हामी अहिले हेर्नुहोस् अहिले हामी पर्छ बिर्सिगयो प्रत्यक्ष कहाँ प्रत्यक्ष हुन्छ यो अप्रत्यक्ष हो हामी अप्रत्यक्ष रूपमा आज घुम्न आएको छौँ घुम्न आएको छ अहिले हामी कहाँ छौँ पत्ता नै घामले पोलेर बानी भयो कहाँ मार्छ हो मार्दैन त पुरा लाइनमै बसेर होइन यो चाहिँ ठिक रहेछ कुन यो जोडिसकेपछि टक्क डेस्टिनेसन चाहिँ आइयो यार है कर आजको घुमी ठाउँ पैसा आइयो होइन घुम्नलाई घुमी ठाउँमा ढ्याक्क आन्याङ त एकचोटि गरी सक्यो कि त्यही गुटुङ बनाउने होइन भाइ के गर्नु पर्यो रे घुम्न चाहिँ आएको होइन साथीहरू घुम्ने चाहिँ पुरै लाइन लाएर चाहिँ के लाइन छुरी बनाऊ छुरी बनाएर हिँड्यो क्या ट्याक्क लाएर अच्छा
छुरीमा ठिक छ नि होइन स्विमिङ स्विमिङ होइन त यार पो यस्तो कुरा छ त नाम स्विमिङ जान त भिन्न नमिल्ने गाह्रो छ त यार छनान अदिरो इको कुरा हो म संसै त घाँची त ना 수영장 없어요. 어떻게? 수영장 없어서 많이 없어요. ठाउँ चाहिँ हामी यही छ तर चाहिँ के भने यार पानी परेर छैन सही छ यार सही रहेछ यार यस्तो एउटा नि किन्नु पर्छ होइन यो सबै यस्तो अहिले चाहिँ फोकस चाहिँ पुरै फोकस त होइन के यसो भिडियो चाहिँ बनाउँ भन्ने कुरा मात्र हो अरू खासै केही छैन क्यामेरा मोबाइल बिर्साउने हो होइन किनिहाल्ने 여기 앉았어. भाइहरूले राम्रो खिच्छ कि है त्यो खै एउटा 이쪽으로 오세요. क्यामेराम्यान सनसिङ उरी सनसिङ क्यामेराम्यान चर्किन थाले हेर्नु कुराले मैच्याङ पनि एप्पुकै नआउँछ तिमीले त हाल्छ यार अस्ति फुलले थाहा छैन ओइ नयाँ दिए एक कुनै गुन्याङ ओइ थियो हानी कुरा बिहान सब कुरा चाहिँ यो घाल्ना हुनु होइन ए केटाहरू कुद्दैछन् फोटो हाल्यो 10 मान कहाँ नहुने हो खेद्ने कहाँ हो कता के हो होइन सेतो बनाइदेऊ न सेतो बनाइदिनु हो ए यहाँ दम्मा भइसकेको छ सुनबे ए आउला होला यो मजा आइगा लु के भन्दा चिज घुम्न त आइयो कुरा छ यार के हो कुरो छैन सरपष्ट त्यही पनि भिडियो त बनाउनै पर्यो होइन कसो कुरो घुम्न आएपछि घाम लागेछ गर्मी भइछ तर पनि अब यसो कोही त गर्नु पर्यो नि सधैँ आइदिएन आएको बेला त ट्याक्क लाएर गेट पनि हेरौँ न यार जस यसो ट्याक्क टुक्क बनाइदिएपछि त उफ्रिँदैछ केटो यो घुम्न आएको खुसीले के रमाइलो हैन फोटो खुसीको उमङ्ग छुट्टै छ यो त पुरा अब 1 घन्टा जति भिडियो बन्ला होइन यो सब चाहिँ आएर एक ठाँ अस्ति तिम्रो भिडियोबाट छिर्नु पर्यो है मेन गेट भाडा हुँदा चल्को छ के हो चरम चाहिँ क्या माथि यार ए त्यही पनि छेकिरहेर छ तिम्रो भ्लगमा म पनि के मेरो भ्लगमा तिमीलाई पनि समय बनाउँछु फेरि पुण्य हो नेचुरल झर्ना सारा
फोटो लाएर ल्याउ न म खिचिहाल्छु नि मेरो मुहानमा फोटो त्यति राम्रो आउँदैन होइन मैले उसो मान्न मेन डेस्टिनेसन चाहिँ हाम्रो यही हो होइन आइसक्यो सब कता कता पुगिसक्यो हामी चाहिँ लास्टमा छौँ यार आज पुरै म्याराथन रहेछ यार म्याराथनमा भाग लिनु मेरो पनि कस्तो रहर थियो तर यो छनान टाढा रहेछ क्या त्यो अलि टाढा भयो छनान होइन छनानमा लिनु सकेको छैन कोरियाका झन्डा त यार यति लाएर चाहिँ अब राखेर दामी छ है दामी छ त्यो होइन सङ्ग्रहालय हो हामी वास्तवमा घुम्न आएको होइन एक्सा मुन्ना भनेको चाहिँ अब पुरानो संस्कृति होला सायद सम्बन्धित कुराहरू यहाँ देख्न पाइन्छ जस्तो लाग्छ मलाई मेन ठाउँमा अझै भित्र चाहिँ पुगे छैन नेपालको चाहिँ भवानी जस्तो हिसाबले ट्याक्का बनाएपछि होइन यो मेरो साउन्ड भन्दा त्यसको साउन्ड हुँदा आउने गाह्रो छ 다시 한번 진심으로 감사드립니다. 네, 조직위원장님 भिडियो खिच्यो आफै नआउने भयो आफ्नोतिर खबर पर्यो भने 수완 마라톤대 होइन 이거 잘 정리하고 म्याराथन 해서 내년에는 더 빛나는 फाल्चुन्याङ 마라톤 대회가 फाल्चुन्याङ 되도록 छोइसकेको छ 여러분과 함께 노력을 하겠습니다. 다시 한번 감사드립니다. 고맙습니다. 좋아 म्याराथन मेलाथन 나도 मेलाथन आएको 싶은데 아이고 예 선생님 예 달리고 있어요 tumring 김영권 백사문화 나왔어요 하이 야, 얘가 물이야 물이요 돈 필요 없잖아 सुर वर्षे जुबानमा मै पनि जिल्कै हुँदो अब सन्सेन के अहिले त 50 लागेछु भन्छ गाह्रो छ बुढालाई सब यहाँ जम्मा भइसकेको छ हामीले विशेष घुम्ने चाहिँ आज यही होला होइन म त पैसा कमाउनु कुद्ने आज नि थियो म नगएको नि आज नि थियो नगएको क्या के कुरो बुझ्ने गाह्रो मान्छे पार भनेको चाहिँ छुट्टिएर हेर गाह्रो छ एकसम्म आएको कङ्काल पो देखियो पुरा त्यहाँको इतिहास यस्तो छ सब चाहिँ ट्याक्क लाएर लगाएर गाउँ जस्तै बनाएर राखेको इतिहास झल्किने गरियो त्यो हो नि त कुरो सही हो पुरानो घर थियो पुरै नेपालको जस्तै छ त झिल जस्तो बनाएको छ क्या होइन सही हो इतिहास झल्किने पुरा टोपी लाग्यो होइन यो पुरै सबै एउटै घुमेर भ्याउने भन्ने कुरा हो आज सबै त नभ्याइला त्यही पनि ट्याक्क लाएर यसो भित्रका एक्सा मुन्न यताउति चाहिँ सम्बन्धित चाहिँ हेर्ने भनेर चाहिँ आइएछ सब यसो हेरिँदै पनि छ होइन रमाइलो छिमिस हो त्यहाँको इतिहासलाई चाहिँ होइन जीवितै राखेका छन् कि ट्याक्क लाएर जस्तो चाहिँ अब सबै पुरानो पुरै हेर्न पाइन्छ क्या हेर्न खिच्न कुनै रोकटोक छैन
ठ्याक्क लाएर यसरी चाहिँ अहिले डिजिटलमा पनि छ होइन पहिला चाहिँ भयो के भयो भनेर जस राम्रो पक्ष हो यो चाहिँ किनकि भाइ पिले पनि यो सबै थाहा हुन्छ क्या सोचेर राखिरहेपछि चाहिँ होइन यो पनि तरिका पहिला यसरी छ यो देश चाहिँ आफ्नो हकमा ल्याएर चाहिँ यार यस्तो परा बनाएर बाजा बजाएर गोली ठोकेर त्यो पनि तरिका भित्रको अलिअलि मात्रै धेरै घरभित्र पनि यस्तो नेचुरल बनाएर राखेको छ यार विगत जोगाउने भने होइन पुरा यस्तो लगाएर पुरै आन्दोलन हुँदाखेरि चाहिँ होइन यो चाहिँ कोरियाले आफ्नो चाहिँ देश फिर्ता लिँदाखेरि चाहिँ यस्तो चाहिँ पुरा यो बनाएर भनेर अहिले चाहिँ यो भित्र पनि सजाइ गरेर राखेको छ यो नेचुरल लेयर सही हो नि तरिका ए सोरी फन्दिकमा नल्ला सयो छिन्दिसको छिकुम चुकुम थस नाल्चिगा गएर भ्याइए एप्पल हालेर भात खानियो डुङ 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 लाएर हान्यो छौँदे सदा सेरोन नारा एगिसयो सेरोन नारा खानु खुसी खानु फायदे सेरोन नारा दो मलाई नआउँछमा विकसित कोरिया भनेर भनिन्छ यो चाहिँ विकसित कोरियाको बारेमा ठ्याक्क राखेर चाहिँ यहाँ चाहिँ सबै सरलाई एकचोटि हेरियो विकसित कोरिया सन्चै निपुणसँगै हेर्दै जहाँ हो टिचर अनलाइन टिचर मान्छे चाहिँ 90जना आएको अहिले चाहिँ सँगै चाहिँ अब एकजना दुईजना मात्र कुखुरा त अब एकचोटि बाख्नेलाई भेट्ने भयो हल्ला गर्न मिल्दैन कि के हो कसो राखेर ओरिजिनल जस्तै पो बनाएको छ यार बाहिर निक्लिने चाहिँ कता रहेछ यार गोदाम के हो फिसाङको यार एक दिन के 7 दिन लाएर हेरेर पनि सकिँदैन कि कोरियाको चाहिँ यो हिस्ट्री चाहिँ यस्तै सजाएर राखेको छ कि होइन यो देशको लागि हेर कति हेरेर सकिँदैन क्या त्यस्तो छ बुझ्ने त परको कुरा कोरियनको भाषा त्यस्तै छ हेरेर लखातराम भइहाल्यो केटाहरू अहिले त यार अगाडि पछाडि लागिया छन् अब पुरै जाउला हान्नु पर्यो नि जाउला नहानिकन अहिले भिडियोमा त बनाउन नसकिन्छ नि त होइन पुरो ल आजको घुमाइ पनि सक्यो होला अब जाउला हानेपछि सर गाडी चढेर गोटु फेरि ब्याग मुगु भनेर मुगु लाग्ने होला हामी भन्ने हामीलाई लागिरहेको छ विस्तृतमा जानकारी आएको होइन खनाल घुम्यो आज खनालको एक्स्ट्रा यो अब फन्दिङ वन जाउलो हान्न लाग्यो जाउलो
거기 버스 내리고 전사 갈 때. 맛있는 거. 그러자 나 약속. 오늘 안 해. 약속해야 돼 정말 약속. टन्न खाइयो भुँडीभरि होइन त्यसपछि पुइ टिकटकको लवर चलिरहेछ ल थाहा छ 운동 선생님 운동 गराउनुपर्छ बुढीलाई अब पुसअप पनि गराउँछ 잘하고 있어 भ्याइयो है अब आजको यात्रा भ्याइयो अब सर लाएर गाडी चोर्ने हो ढेक्क लाने हो स्थानमा गाडीमा ढेक्क लाएर कता हो डाङ्गी अप्छु ए चाहिएको मान्छे 아이고 이거 참아줘? 에이 라지 얘다 어? 아 우리 여기요 좋아 आया जो आएर त्यो के अरे त्यो कोकको साथमा अर्को कोकी हाल्नु पर्ने थियो